हेलो। आज चाहिँ हामी टाइम भ्यालु अफ मनीको चाहिँ तपाईँलाई ट्यु सोलुसन इक्जाममा चाहिँ कसरी क्र्याक गर्ने क्वेसनलाई भन्ने क्वेसन गर्न गइरहेछौँ। तपाईँसँग नयाँ ओल्ड इज गोल्ड छ भने पेज नम्बर 99 मा हेरिदिनु होला है ल। हामी तपाईँलाई स्क्रिनमा पनि क्वेसन देखाइहाल्छौँ। पेज नम्बर 99 है साथीहरू। ट्यु 2077 र 72 ट्यु 2072 क्वेसन नम्बर 18 मा आएको छ है। तपाईलाई यो सिरियल नम्बर 41 एनालाइटिकल क्वेसन हो है त। हेरिदिनु होला क्वेसन। एज्युम दैट इट इज नाउ जनवरी 1 2020। क्वेसनले के भन्यो भने आज जनवरी 1 2020 हो भन्दैछ। On January 1 2021 you will deposit 1 lakh into a saving account that pays 10% भनेछ। तपाईले चाहिँ 2021 फर्स्ट जनवरीमा 1 लाख रुपैयाँ डिपोजिट गर्नुभयो सेभिङ अकाउन्टमा, जसले 10% इन्ट्रेस्ट दिन्छ भनेछ। अनि ए नम्बरमा के भन्छ हेर्नुस् त, इफ द बैंक कम्पाउन्डेड इन्ट्रेस्ट एनुअली, यदि बैंकले इन्ट्रेस्ट कम्पाउन्डेड एनुअली दिने हो भने how much will you have in your account on the January 1 2024। तपाईको अकाउन्टमा 2024 जनवरी 1 मा कति हुन्छ पैसा भनेको छ है। रियल केसमा चाहिँ धेरै बैंकहरु हाम्रो इन्ट्रेस्ट चाहिँ डेली एक्युरेट भएर बस्छ हेर सिस्टममा हैन। तर बैंकले चाहिँ हरेक हाम्रो चाहिँ इन्ट्रेस्ट चाहिँ खातामा क्रेडिट चाहिँ क्वार्टरली बेसमा गर्छ भनेर बुझ्नु होला इन द कन्टेक्स्ट अफ नेपाल। अनि बी नम्बरमा चाहिँ व्हाट वुड योर जनवरी 1 2024 ब्यालेन्स बी इफ द बैंक युज क्वार्टरली कम्पाउन्डेड रादर देन एनुअल कम्पाउन्डिङ भनेको छ। अब चाहिँ यदि बैंकले क्वार्टरली बेसिसमा इन्ट्रेस्ट दिने हो भने तपाईको खातामा फर्स्ट जनवरी 2024 मा कति हुन्छ पैसा भनेको फ्युचर भ्यालु निकाल भनेको यहाँ पनि है त। अनि सी नम्बरमा सपोज यु डिपोजिट दैट 1 लाख इन 4 पेमेन्ट्स। अब तपाईले 1 लाखलाई चाहिँ 4 वटा पेमेन्ट्समा जम्मा गर्नुभयो 25,000 इच जनवरी 1 2021 22 23 24 मा। हाउ मच वुड यु हैव इन योर अकाउन्ट अन जनवरी 1 2024 बेस्ड अन द 10% एनुअल कम्पाउन्डिङ। अब चाहिँ तपाईले के गर्नुभयो भने 4 इन्स्टलमेन्टमा बैंकमा लगेर पैसा राख्नुभयो भने फेरि त्यही 2024 1 जनवरीमा तपाईको पैसा कति हुन्छ भनेको फ्युचर भ्यालु नै निकाल भनेको है त। फेरि डी नम्बरमा जानुस् त, suppose you deposit 4 equal installment in your account on January 1 2021 22 23 24 assuming on 10% interest rate, how large would you each your payment have to be you obtain the same ending balance as you calculated in part A। तपाईले पार्ट ए मा क्याल्कुलेट गर्नुभएको फ्युचर भ्यालु त्यति नै राख्दाखेरि तपाईले हरेक वर्ष कति पैसा तिर्नु पर्छ जुन चाहिँ तपाईले 4 वटा पेमेन्टमा तिरिसक्नु पर्छ भनेको पीएमटी क्याल्कुलेसन गर्नुस् भनेको है। अब हामी सोलुसन तिर जान्छौं। सोलुसनमा जानु भन्दा पहिला हामी गिवन सारौं। हेर्नुस् त, गिवन सार्दाखेरि डिपोजिट अमाउन्ट छ साथीहरु। डिपोजिट अमाउन्ट टुडे अमाउन्ट पर्चेज अमाउन्ट भन्यो भने दैट इज प्रेजेन्ट भ्यालु। आजको दिनमा हामी डिपोजिट गर्छौं 1 लाख रुपैयाँ छ है। सेभिङ इन्ट्रेस्ट भनेको एनुअल इन्ट्रेस्ट रेट अथवा इन्ट्रेस्ट रेट मात्र लेखि पनि हुन्छ। इन्ट्रेस्ट रेट हामी आई भन्छौं। यो 10% छ रे पर एनुअल है। अनि ए नम्बरमा के भन्छ भने हेर्नुस् है, हामीलाई चाहिँ यहाँ सुरुमा के भनेको छ भने आज फर्स्ट जनवरी 2020 हो अरे, तर तपाईले फर्स्ट जनवरी 2021 मा तपाईले के गर्नुहुन्छ डिपोजिट गर्नुहुन्छ भने 22 23 24 फर्स्ट जनवरी 2024 मा तपाईको अमाउन्ट कति हुन्छ दैट इज फ्युचर भ्यालु निकाल भनेको क्वेशनले। हेर्नुस् है, तपाईले डिपोजिट गर्नु कति गर्नुभयो आजको दिनमा 1 लाख। हेर है, आज जनवरी 1 2020 भए पनि हामी 2020 लाई काउन्ट गर्दैनौं। किन? तपाईले जब पैसा जम्मा गर्नुहुन्छ बैंकमा त्यहाँबाट मात्र काउन्ट हुन्छ। भनेपछि हेर्नुस् त 2021 बाट 2024 आउन त कति मात्र लाग्छ टाइम
नम्बर अफ इयर्स द्याट इज एन इक्वल्स टू हुन्छ साथीहरू 3 इयर्स। झुक्किनु भयो भने काउन्ट गर्ने 21 देखि 22 पुग्न 1, यो 22 भयो, यो 23 भयो, 1 जनवरी नै हो है। यहाँदेखि यहाँ पुग्न 1, यहाँदेखि यहाँ पुग्न 2, यहाँदेखि यहाँ पुग्न 3, अथवा 24 बाट 21 घटाउने नम्बर अफ इयर्स कति भयो 3 इयर्स भयो भने ए नम्बरमा हामीलाई डिपोजिट अमाउन्ट त्यही नै भयो साथीहरू। डिपोजिट अमाउन्ट है लेखिराख्नु पर्दैन थियो, फेरि लेखेँ मैले। प्रेजेन्ट भ्यालु कति भयो 1 लाख, अनि नम्बर अफ इयर्स मैले इन्ट्रेस्ट रेट लेखिनँ है। नम्बर अफ इयर्स अथवा टाइम टु म्याचुरिटी एन इक्वल्स टु 3 इयर्स भयो भने अमाउन्ट आफ्टर थर्ड इयर, अमाउन्ट आफ्टर थर्ड इयर भन्नु अथवा एक्सपेक्टेड भ्यालु भन्नु अथवा फ्युचर भ्यालु भन्नु एउटै कुरा, यो निकाल भनेको है। यो चाहिँ तपाईको खातामा 1 जनवरी 2024 को अमाउन्ट कति हुन्छ भनेको द्याट इज फ्युचर भ्यालु निकाल भनेको। देयरफोर इन्ट्रेस्ट चाहिँ एनुअली पेमेन्ट हुन्छ भन्यो भने फ्युचर भ्यालु निकाल्ने फर्मुला हुन्छ साथीहरू प्रेजेन्ट भ्यालु इन्टु 1 प्लस आई को पावर एन। सक्यो। यो भनेको हाम्रो कति छ 1 लाख 1 प्लस 0.10 को पावर 3 गर्ने हाम्रो 3 वर्षपछि अथवा हेर्नुस् है हाम्रो 3 वर्षपछिको पैसा कति हुन्छ त। मैले मसँग क्याल्कुलेटर छैन आज, मैले मोबाइल युज गरेँ है। .10 को पावर 3 गर्नुस् इन्टु 1 लाख गर्दाखेरि 1,33,100 1,33,100 भयो है। फ्युचर भ्यालु कति हुने रहेछ 1,33,100 रुपियाँ हुने रहेछ। अनि बी नम्बरमा के भन्छ हेर्नुस् त, व्हाट वुड योर जनवरी 1 2024 ब्यालेन्स भनेको फेरि यही पैसा निकाल भन्दैछ क्वेसनले, यही पैसा निकाल तर इन्ट्रेस्ट चाहिँ के हुन्छ अरे क्वार्टरली कम्पाउन्डिङ हुन्छ भने है। इफ इन्ट्रेस्ट पेमेन्ट बैंकले इन्ट्रेस्ट पेमेन्ट क्वार्टरली गर्ने हो भने क्वार्टरली भनेको एम भनेको कम्पाउन्डिङ पिरियड इन अ इयर्स 4 पिरियड हुन्छ के 4 पटक तिर्छ। देयरफोर फ्युचर भ्यालु यहाँ पनि अथवा अमाउन्ट आफ्टर थर्ड इयर अमाउन्ट विल बी इन अकाउन्ट 1 जनवरी 2024 नै हो। यो निकाल्ने फर्मुला त्यही नै हुन्छ साथीहरु। हेर्नुस् त प्रेजेन्ट भ्यालु इन्टु 1 प्लस आई को पावर एन इन्टु एम हुने भयो तल पावर यहाँ। हेर्नुस् है इन्ट्रेस्ट अब वर्षमा एक पटक 10% पाइन्थ्यो भने 4 पटक त कम पाइन्छ नि त, त्यही भएर 4 ले भाग गर्ने। यो 1 लाख भयो 1 प्लस आई को ठाउँमा 0.10 4 ले भाग गर्ने 3 इन्टु 4 12 हुने भयो माथि 1 लाख जस्ताको तस्तै। यो कति हुन्छ त प्लस 0.025 12 ल गर्नुस् एकैचोटी आउँछ यो पनि। यो गर्दाखेरि हाम्रो आउने रहेछ 1.025 को पावर कति 12 इन्टु 1 लाख गर्दाखेरि आउने रहेछ साथीहरु 1,34,488.88। हेर्नुस् है 88.82 आउने रहेछ है। हैन 88 नै छ, ठीक छ। 1,34,488.88 त्यसले राउन्ड अप गरेर 89 लेखेको छ, यति नै हुन्छ है। यसरी यो हाम्रो के भयो फ्युचर भ्यालु भयो। हेर्नुस् त ए को भन्दा यसको बढी भयो फ्युचर भ्यालु क्वार्टरली बेस हुँदा। किन यहाँ चाहिँ वर्षमा एकचोटी मात्र तिर्थ्यो, यहाँ वर्षमा 4 पटक इन्ट्रेस्ट आउँछ। त्यो हामीले फर्स्ट क्वार्टरमा पाएको इन्ट्रेस्टले फेरि इन्ट्रेस्ट कमाउँछ, सेकेन्ड क्वार्टरमा पाएको इन्ट्रेस्टले फेरि इन्ट्रेस्ट कमाउँछ भनेको द्याट इज द कम्पाउन्डिङ पावर, रिइन्भेस्टमेन्ट हुन्छ यहाँ। त्यही भएर फर्स्ट पार्ट भन्दा सेकेन्ड पार्टको के भएको फ्युचर भ्यालु बढी भएको। अब सी नम्बरमा के भन्छ भने तपाईले 4 वटा पेमेन्ट गर्नुभयो अरे। हेर्नुस् त सपोज यु डिपोजिट 1 लाख 4 पेमेन्ट्स अरे
पेमेन्ट अथवा इच इयर अमाउन्ट भन्यो भने त्यो पिएमटी हुन्छ साथीहरु। पिएमटी चाहिँ कति हुने भयो? इच इयर हेर्नुस् त 25,000 भनेर क्वेशनले दियो। प्रेजेन्ट भ्यालु त्यही नै हुन्छ अनि एन नम्बर अफ पेमेन्ट्स कतिवटा पेमेन्ट गर्छ उले? 4 पटक पेमेन्ट गर्छ। दैट इज एन इक्वल्स टु 4 पिरियड हुन्छ। यहाँ चाहिँ किन 4 पिरियड भयो भन्दाखेरि पहिलो वर्षमा पनि हेर्नुस् है, यहाँ त्यसै टाइमलाइन बनाउँदाखेरि हामीले यसलाई काउन्ट गर्न पाएन। 21 बाट काउन्ट गर्ने 21, 22, 23, 24। 21 मा पनि उले पेमेन्ट गर्छ, 22 मा पनि पेमेन्ट गर्छ, 23 मा पनि पेमेन्ट गर्छ, 24 मा पनि पेमेन्ट गर्छ। यहाँ पनि पेमेन्ट गर्यो, यहाँ पनि पेमेन्ट गर्यो, यहाँ पनि पेमेन्ट गर्यो, यहाँ पनि पेमेन्ट गर्यो। हरेक वर्ष 25,000 गर्यो भने हेर्नुस् त एउटा, दुईटा, तीनटा, चारवटा कतिवटा पेमेन्ट भयो त? नम्बर अफ पेमेन्ट 4 पेमेन्ट भयो। त्यही भएर पिरियड 4 हुन्छ। आई क्वेशनले त्यही हुन्छ भने 10% नै हुन्छ भने पर एन्युअल भने। अब हामीलाई क्वेशनले के भन्छ हेर्नुस् त, फेरि फ्युचर भ्यालु निकाल भने, तर यो एन्युटी को क्वेशन भयो है। फ्युचर भ्यालु नै निकाल्ने हो यहाँ पनि अफ एन्युटी को क्वेशन। पेमेन्ट आउने बित्तिकै एन्युटी को क्वेशन हुन्छ। दैट इज एफभीए है, फ्युचर भ्यालु अफ एन्युटी। यो भनेकै के हो साथीहरु? अमाउन्ट इन योर अकाउन्ट, अमाउन्ट इन अकाउन्ट कहिले? 2024 1 जनवरीमा कति पैसा हुन्छ भनेको यही फ्युचर भ्यालु अफ एन्युटी। यो निकाल्ने फर्मुला पीएमटी इन्टु एफभीआईएफए आई पर्सेन्ट कमा एन पिरियड हुन्छ। पेमेन्ट चाहिँ हाम्रो 25,000 इन्टु एफभीआईएफए यो 10% कमा 4। अब 10 को 4 मा गएर हेर्नु पर्यो टेबल। तपाईसँग फाइनान्शियल टेबल छ भने फाइनान्शियल टेबलमा गएर सबैभन्दा पहिला पीबीआईएफ टेबल आउँछ, त्यसपछि पीबीआईएफए टेबल आउँछ, त्यसपछि एफबीआईएफ टेबल आउँछ, त्यसपछि एफबीआईएफए टेबल आउँछ है। यो निकाल्ने फर्मुला पनि हुन्छ, तर मैले अनि तपाईलाई फर्मुला भनिन। यो हुने रहेछ टेबल हेर्दाखेरि 14.6410 हुने रहेछ अनि मल्टिप्लाई गर्ने तपाईको फ्युचर भ्यालु अफ एन्युटी आउँछ 3,66,000। के भयो यार, कुराकानी बिग्रियो क्या हो? हेर्नुस् है, एफबीआईएफए टेबल जाने। अब तपाईसँग यो एफबीआईएफए टेबल छैन भने तपाईले यहाँनिर फर्मुला पनि युज गर्न सक्नुहुन्छ। यो मिस्टेक भएको छ यहाँनिर टेबल। यो हामीले यहाँनिर टेबल छैन भने तपाईले फर्मुला पनि युज गर्न सक्नुहुन्छ। यसको फर्मुला हुन्छ हामीसँग 1 प्लस आई को पावर n माइनस 1 होल डिवाइडेड के आई। अब यहीँबाट टेबलबाट मैले फर्मुला निकाल्छु 1 आई को ठाउँमा 0.10 पावर कति 4 माइनस 1 होल डिवाइडेड 0.10। अब यो गर्नुस् 1.10 को पावर कति 4 माइनस 1 गर्नुस् डिवाइडेड 0.10 गर्दाखेरि यो हुने रहेछ हाम्रो टेबलमा 4.6410 हुन्छ है। यो कति हुने रहेछ साथीहरु 4.6410 टेबलमा हेर्दाखेरि त्यति हुन्छ। एफबीआईएफए टेबलमा 10% को 4 इयर मा गएर हेर्ने है। 1,16,025 1,16,025 हुने रहेछ। 1,16,025 रुपैयाँ हाम्रो फ्युचर भ्यालु अफ एन्युटी हुन्छ। यहाँ किन कम भयो कसैले भन्न सक्नुहुन्छ? हेर्नुस् है, अघि हामीले हरेक वर्ष 25,000 गर्ने भनेको थियौं, तर जुन हेर्नुस् है पहिलो 25,000 ले 3 वर्षसम्म इन्ट्रेस्ट कमाउँछ, दोस्रो 25,000 ले 2 वर्षसम्म, तेस्रो 25,000 ले 1 वर्षसम्म, लास्टमा जुन 25,000 1 जनवरी 2024 मा गरेको त इन्ट्रेस्ट कमाएन। त्यही भएर यो कम भएको है, नझुक्किनु होला। त्यही भएर यो कम भएको। अब लास्टमा हामीलाई डी नम्बरमा के भन्छ? सपोज यु डिपोजिट 4 इक्वल इन्स्टलमेन्ट इन योर अकाउन्ट अन जनवरी 1 2021 22 23 24 एज्युमिङ अन 10% इन्ट्रेस्ट रेट हाउ लार्ज वुड इच अफ योर पेमेन्ट
इच अफ योर पेमेन्ट भनेको पिएमटी कति हुन्छ अरे इच पेमेन्ट भनेको इच योर पेमेन्ट अथवा पेमेन्ट अमाउन्ट भन्यो भने पिएमटी निकाल भनेको हो क्वेसनले। हेर्नुहोस् है, डी नम्बरमा तपाईले पेमेन्ट कति नै गर्नुभयो टोटल पेमेन्ट्स अथवा इच इयर पेमेन्ट कति हुन्छ इक्वली त गर्नुहुन्छ तर कति हुन्छ थाहा छैन है। तर तपाईको नम्बर अफ पेमेन्ट कति नै हुन्छ अरे यहाँ पनि नम्बर अफ पेमेन्ट्स यानी कस्ट टु 4 नै हुन्छ अरे साथीहरु, 4 पिरियड नै हुन्छ है। आई क्वेसनले केही भनेर त्यही माथिकै 10% हुन्छ, तर तपाईले पार्ट ए मा निकालेको फ्युचर भ्यालुलाई युज गर्नुस् अरे। पार्ट ए मा हामीले 1,33,100 निकालेका थियौ हो, यसैलाई युज गरेर अब तपाईको इच इयर पेमेन्ट अथवा प्रत्येक वर्ष कति तिर्नुहुन्छ निकाल्नुस् भने क्वेसनले भने अनुसार तपाईले यहाँनिर 21 मा गर्नुहुन्छ 2021 2022 2023 2024 हरेक वर्ष त पैसा जम्मा गर्नुहुन्छ तर कति गर्नुहुन्छ थाहा भएन है। यही कुरा निकाल भन्दैछ क्वेसनले। तर तपाईको 2024 को अन्तिममा तपाईको खातामा कति हुन्छ पैसा 1,33,100 हुन्छ भने तपाईको पिएमटी को भ्यालु कति हुन्छ भने के पार्ट ए युज गर भने हा क्वेसनले। हेर्नुस् त 1,33,100 तपाईको खातामा हुन्छ 2024 1 जनवरीमा भने यो हरेक वर्ष पेमेन्ट गर्ने पैसा चाहिँ कति हुन्छ निकाल भनेको। देयरफोर यसको पनि फर्मुला त त्यही हुने भयो साथीहरु। फ्युचर भ्यालु अफ एन्युटी निकाल्ने फर्मुला के पिएमटी इन्टु एफबीआई एफएआई % कमा के एन। यसको ठाउँमा कति लेख्नु पर्यो 1,33,100 पिएमटी निकाल्नु पर्ने छ इन्टु एफबीआई को ठाउँमा कति पर्सेन्ट 10%, एन को ठाउँमा कति 4 पिरियड। अब हेर्नुस् त 1,33,100 जस्ताको तस्तै पिएमटी पनि जस्ताको तस्तै। हेर्नुस् त एफबीआई 10% 4 मा कति थियो अघि 4.6410 थियो टेबल हेर्दा। देयरफोर पिएमटी कति आउने भयो त भाग गरिदिनुस् 1,33,100 का मुनि कति 4.6410 पिएमटी बराबर आउने भयो हाम्रो। हेर्नुस् है पिएमटी बराबर हाम्रो कति आउने भयो त 1,33,100 डिवाइडेड 4.6410 गर्दाखेरि यो आउने भयो हाम्रो 28,679 रुपैयाँ 16 पैसा साथीहरु। 28,679 रुपैयाँ 16 पैसा उले हरेक वर्ष यहाँ जम्मा गर्दै जानुपर्छ। यहाँ पनि 28,679 रुपैयाँ 16 पैसा, यहाँ पनि 679 रुपैयाँ 16 पैसा, यहाँ पनि सेम यहाँ पनि सेम। यदि उले जम्मा गर्दै 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 गयो भने उसको खातामा 1 जनवरी 2024 मा यति रुपैयाँ हुन्छ भनेको के। इच इयर पेमेन्ट कति गर्नुपर्ने रहेछ उले 28,679 रुपैयाँ 16 पैसा। यसरी तपाईले यो क्वेशन गर्नु पर्यो हैन। सेम क्वेशन ट्यु 2073 मा पनि आएको छ, ट्यु 2057 मा पनि आएको छ 15 मार्क्समा। त्यसपछि हरेक वर्ष 10 मार्क्समा क्वेशन आएको छ यो च्याप्टरबाट। यसरी चाहिँ गर्नु होला है। आजलाई हामीले यति गर्यौं। तपाईले के क्वेरीहरु भयो भने कमेन्ट बक्समा चाहिँ कमेन्ट्स गर्न बिर्सिनु भएन। तपाईको यो सेम क्लास हामीले तपाईहरुलाई रेगुलरली गरिराखेका पनि छौं। अनि केही क्वेरी भयो भने सोध्न बिर्सिनु भएन, सोध्नु होला। आफ्ना साथीहरुलाई पनि शेयर गर्नुस् है त। आजलाई यति।